हेलो साथीहरु, म चाहिँ आइसके मेरो रुम नजिक हैन। यो चाहिँ रुम छ हैन, हेर्न सक्नुहुन्छ हैन। यतातिर हाम्रो बस्ने रुम चाहिँ छ, घरहरु छ हैन। यस्तै छ यतातिरको माहौलहरु, भ्यूजहरु हेर्न सक्नुहुन्छ हैन। हरियाली छ, एकदमै फुल हरियाली छ। यतातिर चाहिँ स्याउहरु, बगैँचाहरु छ हैन। स्याउको बगैँचाहरु, नास्पातीहरु भयो, पलङहरु भयो, सबै छ हैन यतातिर हैन। तपाईले हेर्न सक्नुहुन्छ, यो भ्यू चाहिँ हेर्न सक्नुहुन्छ हैन। पारी हो उतातिर हेर्नुस्, पारी यत्रो ठुलो भिड छ हैन। यता चाहिँ अनि हिमालय छ, यता चाहिँ माथि हैन हिमालयहरु छ, हेर्न सक्नुहुन्छ हैन। यतातिर पनि यस्तै छ माहौलहरु, चारैतिर तपाईहरुलाई देखाइदिन्छु हैन। हेर्न सक्नुहुन्छ तपाईहरुले के कस्तो छ हैन। यो ठाउँमा तपाईहरु बस्नु पर्यो भने कति दिन बस्न सक्नुहुन्छ तपाईहरुले यो पनि कमेन्ट गर्नु होला हुन्छ। यस्तो ठाउँहरुमा बस्नु पर्यो भने चाहिँ कति दिनसम्म बस्न सक्नुहुन्छ तपाईहरु, कति दिनसम्म टेक्न सक्नुहुन्छ हैन यस्तो ठाउँहरुमा हैन। ल हेर्नुस्, आहा कति सुन्दर, कति हरियाली छ हैन। हेर्नुस् न, डाँडा काँडा सबै देखिने के हैन। सेम टु सेम उही आफ्नै गाउँघर जस्तै छ, गाउँघरै भनौँ न हैन। त्यही नि, यो काम गर्नुपर्छ र हो थोरै हैन। काम त गर्नै पर्यो हैन, काम गर्ने भनेर आएको हैन। काम नगरे त भएन हैन। अब काम चाहिँ गर्नु पर्यो तर राम्रो चाहिँ राम्रो छ हैन। हेर्नुस्, डाँडा पाखा पारी चाहिँ रब हैन। यता चाहिँ हाम्रो लोडाबाट तल हैन। यता चाहिँ हाम्रो अछाम जस्तै पर्छ हैन, जस्तै अछाम जस्तै छ हैन। अनि यता चाहिँ हाम्रो तल्लो डुङ्सेतिर भनौँ के भनौँ, त्यस्तै भनौँ, त्यस्तै छ सेम हैन। अनि यता चाहिँ हाम्रो नाउले हुन्छ नि, त्यस्तै नाउले जस्तै छ सेम, हेर्न सक्नुहुन्छ तपाईहरुले। हाम्रो पनि त्यस्तै छ हैन। नाउले पनि हाम्रो बारी छ, पारी रब छ हैन। यता चाहिँ हाम्रो अछाम जाजरकोट छ हैन, उतातिर हैन। यतातिर फेरि अनि डुङ्सेर पर्यो, यतातिर के भन्छन् तल्लो डुङ्सेर, अनि त्यहाँदेखि माथितिर के भन्छ त्यो माथि अरू पर्छ हैन। हेर्न सक्नुहुन्छ यस्तै छ यतातिरको भ्यूहरु। हस् त, धन्यवाद तपाईहरुलाई हैन। यो भिडियो पनि हेरेर साथ दिनु होला हैन, त्यही नै भन्न चाहन्छु मैले। ओके बाई, गुड बाई, अल द बेस्ट। अर्को ब्लगमा हामी चाहिँ मिल्ने छ हुन्छ ल। ओके।